ल्याएर फुल कति राम्रो खानु दुईटा दुईटा खानु खानु क्या खानु यहाँ खानु कत्रो छ र म भने बिजी छु एकछिन मलाई नदिउँ फुलै फुल फुलै फुल धारो 24 आवर्स पानी आउँछ जङ्गलको अब यो भनेको यो आलु सालु लाउनलाई कन्छाबा कन्छ्यामाले यहाँ खनेर राख्नु रहेछ अब यही सिल्टुङ के हो अब यहाँ केसरी के अब यहाँ अब फलफुल सलफुल यो हाम्रो घर जन्मेको घर टक्क लाएर राम्रो केसरी फुलो बेसरी भएका त्यहाँ यस्तो राम्रो छ नि पुरै अब सेट चाहिने अहिले खाना खाएर अब यहाँ पिँढी अलिकति बस्ने ठाउँमा रह्यो यो आँगन हो के पल्तिर घर त्यहाँ धारो ठ्याक्क अब छोडियो घर पनि जति त्यति आउने बस्नै नआउने भन्ने केही छैन दाएर साग चट्ट पुरै केरा सेरा अब यहाँ अब गाउँघरमा यस्तै हो यो हाम्रो किचन यो मास्टर बेडरुम हो के अब बन्द रहेछ ठिकै छ मटसट केसरी फुल्यो बेसरी अरे फुलसुल छन् अब यहाँ विघ्न बाधा नि छ सब छैन स्याहार सुसारमा पाएर बाथरुम यो माथि कोठा पनि छ अब यो हिजो सामान्य सरसफाइ हालियो यो मठ कलाएर अब यहाँ फुल त अब चाहिए जति छन् ल फुल गणेश फुल भन्थे यो हो यो फेरि यति राम्रो फुल काँडा गयो अब त्यो के फुल पनि छन् केआर कम्ती रमाइलो छ त के ल हेर फुल यो घर टक्क लाएर माथि ढुङ्गे घर रङ्ग लाएर ल्याएर केरा खेती छ यहाँ सिमी अब यो त फर्सी सर्सी रहेछन् अहिले अब यहाँ नि केरा खेती यताउता नि छ मान्छे नबस्ने घर यहाँ कन्छाबा कहीँ लगाएर के भैँसी पाल्ने ठाउँ के ल्याएर राख्नुपर्छ अब यस्तो हुँदाहुँदै अब यो कढीपत्ताको ठुलो चाहिँ नि यो झाङ देखियो यो कढीपत्ता हो बुटो ठुलै छ के अब देखाउन मिलेन जस पत्ता देखेछ अहिले थाहा त भयो कढीपत्ता भन्ने अन्त त्यही अब यहाँ फेरि टिमुर छ यो बुटो टिमुरको हो यो हरियो देखियो नि यो टिमुरको हो यो पिपल अब यहाँ चाहिँ नि टमाटर आफै यहाँ फलेका नि छ नि त्यत्तिकै ल्याएर फल गोठा आफै उम्रेर यहाँ कान्छाबाले बार हुनु अब चाहिँ सारा के लाग्यो अब यिनी बुट्टा काट्नु पर्ने हो यिनका कामै नभएका फेदै ब्याग पल्टाइदिने पर्ने छ अब यहाँ कसरी अब अहिले त पल्टाइदिएन पछि काट्ने होला अब यहाँ फुलसुल भइरहेको सिरिम्ला त्यसरी अब यो हाम्रो मेन गेट हो के मेन इन्ट्रान्स हुन्छन् अब यसलाई ग्यार्ने हो पनि खै अलि पछि गेट बनाउने होला यो हाम्रो मेन रोड अब यहाँबाट ट्याक्क गाडी आउने हो यसलाई बनाउने हो अर्कै अब यो काइँला बाँका जाने बाटो
म एउटा खतरनाक भिडियो बनाउँदैछु क्या हामी बाटोतिर गएर हो। अब यो मेन रोड हो ट्याक्क चाहिँ नि ए मैले यता नि देखाउँला मेन त यता हेरौँ कता हेरौँ इ अब यो सर्कुवा बिनाएर जाने बाटो हो लक्क। अब आज बिहान आएर यहाँ कान्छावाला बस्ने एउटा ढुङ्गो दिपक लिएर मैले पल्टाएर ल्याएर बाबु यहाँ बस्ने मुड हराइयो यो जनकराज पौडेल हो यो पारी देखिएको छैन हामीले पढेका स्कुलहरू हुन्। अब बजार छन् यहाँ अब डाँडाकाँडाले छेके बुट्टाहरूले। अब यहाँबाट हेर्नुहुन्छ भने ट्याक्कै यो के हो यो सिमेन्ट गर्ने। अब यहाँ यो ढलान बाटो आएर चाहिँ एका साइडमा सके एका साइडमा बनाउने उनीहरूले यत्रै ठुलो बाटो हो यो। अब यो तल वाल पुरै लाखानु त घुम्तीसम्मै यो घर मुनिको हो। अब यहाँबाट बाटो बनाउने काम रह्यो टक्क लाएर। अब यहाँबाट सट्ट लाएर उहाँ गोठासम्म बाटो बनाउनु पर्छ। यहाँ सेलेप पनि राखिदिन्छन्। अब यो आफै बनाउनु पर्ला। समग्रमा कन्डिसन भनेको यस्तै हो। उता दमेक दमेक यता चाहिँ नि राय डाँडा भन्छन्। यता घोडा र सामुन्टा शिरबारी किनी कता 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 कता। अब यहाँ धेरै चिज त अब रुख बिरुवाले छोप्ने नै भए। उतातिर खलेबास उसो उसो यता माथि कैला बाको घर यो कटहरको बुटो भएको जग्गा। समग्रमा यही हो। भिडियो अलि लामै भयो अब के गर्ने।